भइरहेछ गोल बजारमा गाइस गर्मी भइरहेछ है गर्मी तराईको गर्मी छ तराईमा अनि त्यसलाई हामी धेरै समयपछि हामी तराईको बजारहरू घुम्दैछौँ चिसो ठाउँमा बसेर होला सायद गर्मी नै भइरहेछ कहाँ छौँ हामी अहिले गोल बजारको हामी बजार साइडमा लाग्यौँ यहाँ चाहिँ अनि मेला जस्तो हल्का फिल भयो मलाई गाइस अगाडि चाहिँ खासै फिल भएको छैन होइन यहाँ चाहिँ कता यताबाट जाऊँ न यताबाट एक्सक्युज मी मेला हेर्नुहोस् है गोलबजारको सिरा जिल्लाको गोलबजारको मेला मेला त धेरै लामो रहेछ गाइस धेरै के किन्नु भएको त मम्मी के किन्नु भएको के साग हो यो लाभको भन्छ चिप्लो साग अनि के लाने अरू बिरुवालाई खुर्सानी लौका भण्डाको बिरुवा पनि लाने ल ल ल प्याक गरिदिनु त दाइ भान्डा छ घरमै फर्सीको खोर्सानीको लौकाको ल प्याक गरिदिनु ल राम्रो भान्डा बैंगन के भर्ता बनाएर गाइस एउटै भान्डा चाहिँ आधी केजीको हेर्नु है मैले फर्स्ट टाइम देखेको यो चाहिँ टमाटर गाजर मम्मीले हुन्छ टमाटर गाजर तरकारीहरू मलाई चाहिँ हेर्दै मन पऱ्यो कस्तो राम्रो क्युट लाग्यो यो भान्डा तर एउटै आधी केजीको रहेछ भगवान ने धन्यवाद ए ला 26 चला कटोरीको 2 साला 26 चला ला 26 चला आलु प्याज लिनु हुन्छ मम्मी चाहिँ त्यहाँ बसेर गाइज म चाहिँ गोल बजारमा माछा लिन आएको है अब माछा कसरी छ हेरौँ है त दाइ यो कुन माछा हो रौ पनि छ नैनी पनि छ कुन माछा चाहिँ रौ नैनी रौ भनेको हो डेली सोध त फोन गरेर कुन रौ राम्रो हुन्छ कसरी हो रौको चाहिँ 250 नैनी 200 रुपैयाँ 250 भनेको गरिदिनु है दाइ सफा गर् छिल्ले छिल्ले दाइले चाहिँ माछा बनाउँदै हुनुहुन्छ है म चाहिँ माछा लिन यहाँ गोलबजार आएको दाइले यहाँ माछा बनाइदिँदै हुनुहुन्छ प्याक गरिदिनु है दाइ सफा राम्रोसँग सफा गरेर प्याक गरिदिनु गाइस हामी चाहिँ गोलबजारमा आएको एकदम गर्मी फिल भयो है गर्मी भएको कारणले हामी चाहिँ आइसक्रिम खाँदैछौँ टेस्टी रहेछ आइसक्रिम चाहिँ मटका आइसक्रिम हो दाइ के आइसक्रिम हो यो मटका आइसक्रिम खाँदैछौँ गोलबजारमा घुम्न आएको होइन गर्मी भयो अनि मटका आइसक्रिम खाँदैछौँ गाइस अब चाहिँ म मेलाबाट फर्केको मम्मी पछाडि हुनुहुन्छ है
बाटो मिस्टेक आएको छु कि क्या हो यताबाट निस्क्यौँ न यताबाट मिस्टेक आएछु यताबाट